म अनि माइला काका, म र माइला काका चाहिँ हामी यहाँ बसिरहेको छौँ। यहाँ सबैजना बसिराख्नुभएको छ। हामी आएका छौँ सुकुलाई यहाँ गुन्यु चोलो भान्जीको। यहाँ चाहिँ हाम्री काकी अनि भाउजूहरू पनि बसिराख्नुभएको टुसुक्क कुर्सीमा। यहाँ चाहिँ सम्पूर्ण घरका परिवारले यहाँ आफ्नो भान्जीलाई पुरा एकदम टिकोटालो गरिराख्नु भएको छ आज भान्जीको गुन्यु चोलो। यहाँ चाहिँ हजुरबाले होमबाती गरिराख्नु भएको छ। मलाई चाहिँ भित्र बस्दा बस्दा वाक्क लागेर म बाहिर निस्केँ। गर्मी पनि धेरै छ आज। यहाँ सबैजना पाहुनापाठाहरू बसिराख्नु भएको छन्। यता यो बुइनीको गाउँको नजारा हो यतापट्टि सबैतिर हेर्न सक्नुहुन्छ। यहाँ सबैजना बसिराख्नु भएको छ मजासँगले आफ्नो भेट गरेर। यहाँ चाहिँ बुहारी, बुइनी अनि भान्जी बसिरहेका छन्। भान्जी चाहिँ लाजाले भुत्तुकै भिडियो नगर्नु है मेरो भन्छ। यहाँ चाहिँ पुरा भान्जीको गुन्यु चोलोको पुरा एकदम प्रारम्भ भएछ। यता ज्वाइँ बुनुहरू सबै आफ्ना आफन्तहरू पहिले आफ्नो आफन्तले हेरे अनि भरे पछाडि अरूले हेरे अनि सबै गइराख्नु भयो आफ्नो नातिनीको लागि। अनि यहाँ चाहिँ म र मोहन भाइ, हामीलाई चाहिँ भोक लागेर यस्तो भइरहेछ पुरा भुँडीमा मुसा च्याउ च्याउ कुद्न थाल्यो। म र मोहन भाइ चाहिँ बस्यौँ पुरी खानको लागि। अनि यहाँ चाहिँ सबै घर गाउँले यता सबैजना बसिरहेको छ एकदम धमाधम मस्तसँगले। अनि उतापट्टिको कार्यक्रम सकेर हामी चाहिँ लागेका अब घरतिर सरर मेरो फरारीमा। आउँदै सुकुलाईको बिचमा यस्तो पाइलो भेट्यो हावा उन्डरी पुरा अगाडिको बाटो देखिँदैन सबै। अनि यहाँ चाहिँ म र काका पुरा एकदम विशाल मार्केटको भ्रमण गरिरहेको छौँ। सबै हेरी काकालाई अँगालो मारी लाँदैछु। अनि यहाँ हाम्री भान्जीले चाहिँ आज के किनिको नि सबै बजार गरिदिन्छु भन्दै त काकीहरू पनि धमाधम उता दिदीहरू पनि पुरा धमाधम पुरा बजार गरिराख्नु छ। त यी हाम्री काकी पनि यहाँ बजार गरिराख्नु भएको छ एकदम छोराको लागि के लिएर आउने अरे पुरा एकदम बिस्कुट सिस्कुट। काका पनि हाय बाय हेलो के गर्नु हुँदैछ। काकाले के किन्नुभयो त चाहिँ थाहा छैन पुरा हात लाउँदै आउनु हुँदैछ। अनि यहाँ चाहिँ काकीहरू के हेर्नु हुँदैछ किन्नको लागि। चलो बाई बाई आजको मिडियो यतिमा समाप्त। चलो बाई बाई।